हामी अब लागेपछि यो चाहिँ ठ्याक्कै भन्नुपर्दा हामीलाई दोभानमा पुगेर खाजा खान लागेको। अब खाजा त खानु पऱ्यो नि। अब यहाँ कसैले भोक लाग्यो भन्नुहुन्छ, कसैले के। अनि त्यो चाहिँ ठ्याक्कै हामीले 3 जोडी आइपुग्यौँ। यस्तो रमाइलो छ, मौसम खुलेको छ। अघि चाहिँ आउँदा बाटोमा पानी पऱ्यो, अहिले चाहिँ एकदम रमाइलो छ है। सबैजना कहाँबाट हुनुहुन्छ, सबै फोटो खिच्दै हुनुहुन्छ। अनि यस्तो रमाइलो ठाउँ छ कि। अनि लालीगुँरास पनि फुलेको छ, कतिपय फुलेको छ, कतिपय झरिसकेको छ। यस्तै त हो नि, फुलेर जहिले तहिले त रहँदैन, मान्छे त रहन सकिँदैन कहाँ। फुल जस्तो कुरा रहन्छ र होइन। अनि यस्तो रमणीय ठाउँ मलाई चाहिँ एकदम रमाइलो लाग्यो। तपाईँहरू पनि यति कतिजना आउनुभएको होला, यति आउनुभएको छैन भने तपाईँहरू पनि आएर यसरी इन्जोय गर्नु होला है। अनि मेरो साथीहरू यता हुनुहुन्छ है, आफ्नो आफ्नो दिनमा मोबाइल सबैले कोट्याउन थाल्यो। के गर्ने, कस्तो गर्ने, टिकटक बनाऊँ भन्ने। त्यस्तै हो, एकदम रमणीय भयो, रमाइलो लाग्यो। एकदम मौसम यतिको खुलेको छ। तर यहाँ चाहिँ अब अलिकति एकछिनमै खुल्ने, एकछिनमै तुवालो आउने चाहिँ हुन्छ नै होला पक्कै पनि, मलाई त्यस्तै लागिरहेको छ। अनि तपाईँहरूले मेरो युट्युब च्यानलमा वेलकम गरिसकेको छु। यहाँ चाहिँ 3 जोडी आइसकेपछि मैले एकदम 3 जोडीको ठाउँ यस्तो छ, यस्तो छ। क्यामेराम्यानको हुनुहोस् भन्दैछु है म चाहिँ। अनि यो चाहिँ अलिकति एडिट नगरिहालौँ भने एकदम कस्तो अब हल्ला, त्यहाँ पिकनिक खानेहरूको गाना आफ्नो आफ्नो तरिकाले थियो। त्यहीले गर्दा मैले एडिट त गर्नै पर्छ। तपाईँहरू यति माइन्ड नगर्नुहोला, यदि मेरो भिडियो हेरेर इन्जोय गर्नुहोला। यो चाहिँ हामी अब फर्किनेतर्फ फर्किँदाखेरि पनि मैले भिडियो गरिरहेको छु। अनि तपाईँहरूले कस्तो लाग्यो मेरो भिडियो हेरेर, तपाईँहरूले इन्जोय गर्नुहोला। यदि तपाईँहरूले लाइक कमेन्ट गर्नुभएको छैन भने कमेन्ट मार्फत भनिदिनु होला। यदि मिस्टेक भयो भने, मान्छेले मिस्टेक त भइहाल्छ, म पनि त्यस्तो जान्ने मान्छे त होइन, हल्का सिक्ले तपाईँहरूले एकदम नजिकबाट लालीगुँरासहरू फुलेको देखाइरहेको छु। एकदम रमणीय ठाउँ छ यहाँ चाहिँ होइन। 2 दिन स्टे रहेछ सालिभेनाको। एकदम रमाइलो इन्जोय हुँदैछ आज। यतिको चाहिँ हुनुपर्छ है, सालिभेना भइसकेपछि एकदम हाई भाइ भाइ भन्दै हुनुहुन्छ मलाई। अनि यस्तो रमणीय ठाउँ छ कि साथी हो, तपाईँहरूले गएर पनि फोटो खिच्न सक्नुहुन्छ। अनि यो चाहिँ ठ्याक्कै अब हामी हाम्रो गाडी हुने ठाउँमा पुग्नु आँटेको जस्तो लगभग लाग्दैछ मलाई। सायद यतिको इन्जोय चाहिँ गर्नुपर्छ है सालिभेना भइसकेपछि। एकदम भेना फोनमा व्यस्त, साली पछि हिँडिराखेको छ। अनि उसलाई चाहिँ तर तपाईँहरू यदि 3 जोडी आउनुभयो भने यस्तो सिन्डलमा चाहिँ नआउनु होला, केटीले गाह्रो भएको छ अरे। मैले त तर भनेकै हो। अनि यो चाहिँ हामी ठ्याक्कै किन हामी माथि खाजा नखाएको भने त्यहाँ चाहिँ अलिकति एकदम चिसो ठाउँ थियो। चिसोमा हिँड्नाले घम्याउलोमा भरे बाटोमा फर्किँदा तीर्थ म्याक्लुङ बजारदेखि अलिक मुनतिर झन्डा भएको थियो। अघि त्यहाँ खाउँ पुगेर भन्ने भएको थियो हाम्रो सल्लाह। अनि एकदम खाजा बाट्दैछ केटीले मासु। अनि बेना चाहिँ बियर बोकेर त्यस्तै हो साथी, कुनै फोनमै व्यस्त। अनि तरकारी कुनै कसैले एकदम रमाइलो भयो। आफ्नो आफ्नो प्रकार हामी पकाएर लगेको थियौँ। अब चाहिँ खाएर चाहिँ हामी घरतर्फ लाग्ने एकदम रमाइलो भइराखेको छ। हामीले चाहिँ रमाइलो भयो। अब तपाईँहरूले कस्तो हुन्छ, अब घर फर्केको है हामी चाहिँ। ल दमकतिर अब कतिखेर पुगिन्छ थाहा छैन। शिव